नमस्ते, मेरो नाम दिनेश भुसाल। नेपालीहरूको दोस्रो महान चाडपर्वमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण बुवाआमा तथा दाजुभाइ दिदीबहिनीहरूलाई यस तिहार तथा छठ पर्वको शुभकामना व्यक्त गर्दछु र हामीले यस चाडलाई एकदमै भव्य रूपले मनाएका छौँ र यदि विदेशमा रहेर मनाउन नपाउने हाम्रा युवाहरूलाई पनि फेरि अवश्य अर्को वर्ष स्वदेशमा आएर मनाउनुहुनेछ भन्ने शुभकामना व्यक्त गर्दछौँ र हामीले अहिले हाम्रो भुसाल परिवार तथा सम्पूर्ण परिवारहरूले सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरूलाई शुभकामना व्यक्त गर्न चाहन्छौँ। सबैको तिहार खुसी हर्ष र उमङ्ग सहित खुसियाली रहोस् र भाइ यसो गर्छ अलि केटाकेटीले गर्छ क्या हाम्रो तिहार एकदम रमाइलो भयो। टिका त मेरो थिएन तर पनि रमाइलो भयो। के भन्न चाहनुहुन्छ दाइ? होइन, एकदमै रमाइलो भयो। हामी 3 महिना जम्मा भयौँ र हाम्रो घरको सम्पूर्ण परिवारहरू जम्मा हुनुभयो र यसै गरी अरू वर्ष पनि टिका लाउन पाइस् र हाम्रो विदेशमा रहनुहुने दाजुभाइहरूले पनि टिका लाउन पाएन भन्दा दुःख नमान्नु होला। किन भन्दा अहिले हाम्रो देशमा भएको विषम परिस्थितिमा टिका लाउन नपाउने धेरै दाजुभाइ दिदीबहिनी पनि हुनुहुन्छ। के गर्ने, समयले त्यस्तै गराउँछ। त्यसको अवश्य अपेक्षा गरेर बस्नु होला। फेरिको वर्ष अवश्य लाउनुहुनेछ भन्ने कुरा भन्दै यहाँबाट बिदा हुन चाहन्छु। हस्त, नमस्कार।